यता देख ए साउजीहरु त सुत्नु भएको रहेछ ओ भाइ भाइ के हो भाइ दे मसँग पैसै छैन धनगढीमा इन्कम पनि हुँदैन यस्तो चोरेर भाग्ने हो त दे पैसै छैन धनगढीमा इन्कम हुँदैन त्यही भएर हैन इन्कम छैन भनौँ न पैसा छैन भनेर त यसरी चोरेर त लगेर जानु भएन नि त तिमीलाई चाहिएको छैन भन्ने हो कति छ पैसा तिमीसँग भन त मसँग दाइ 600 छ दाइ 600 हजुर अनि 600 को भएर तिमी चोरी गर्ने यार म त लास्टै महँगो जस्तो लागेको छ दाइ सर अनि महँगो त महँगो छ अरू ठाउँ त महँगै छ यहाँ त तिमीलाई त्यस्तो पर्दैन नि त यो त एसबिएन कलेक्सन हो नि भाइ यहाँ तिमीले भन्नै पर्दैन हैन तिमीलाई कति छ 600 रुपैयाँ छ हजुर दाइ त तिमी 550 दिनु ल 50 रुपैयाँ तिमी राख गोजीमा राख तिमी 550 रुपैयाँ ल हाल्दियो ओइ तिमी कहाँ सुतिरा वहाँ मान्छे वहाँ चोरी लगिरहेछ वहाँ ध्यान छैन ल हाल यो मान्छेलाई उनी छैन यार थ्यांक यू दाइ ल तिमी बाबु 550 देऊ तर यस्तो काम नगर्नु हैन एसबिएन कलेक्सनमा तिमीले भने जस्तै लुगा पाउँछौ ठीक छ हुन्छ दाइ अब तपाईहरुले नि मजाले हेरिसक्नु भएको छ हैन मेरो भाइ अलि ज्ञानी रहेछन् कहाँ बस्नुहुन्छ भाइ हजुर यता यो बसन्त रोडमा ए बसन्त रोडमा तपाईहरुलाई पनि लुगा चाहिन्छ भने चाहिँ मजाले एसबिएन कलेक्सनमा सम्झिहाल्नु होला है त ल बाबु हर हर महादेव हर हर महादेव ल बाबु है पड्क ल सबैजनाहरु आइदिनु होला एसबिएन कलेक्सनमा राम्रो राख्न पाइन्छ ल हस्त भिजिट गर्नु होला है त एसबिएन कलेक्सनमा ल भाइ खुसी लाग्यो तर अब चाहिँ मजाले सम्झिनु होला है साथीभाइले पनि लिएर आउनु होला भाइ हुन्छ दाइ हुन्छ